हजुरहरूसँग यदि समय छ भने कृपया यो भिडियोलाई हेर्नुहोला। तपाईहरू हाँस्नुहुन्छ कि रुनुहुन्छ कि दुःख मान्नुहुन्छ कि आफ्नो समस्यालाई गम्भीरतापूर्वक बुझ्नुहुन्छ, एकछिन यो भिडियो हेर्नुहोला। त्यसपछि त तपाईहरूसँग दिनभरि नै समय हुन्छ सोशल मिडियामा भिडियो हेर्नको लागि। यदि तपाईहरूलाई कुरा सही लाग्यो भने भिडियोलाई शेयर गरिदिनु होला। जय मधेस जय नेपाल। सरकार भन्छ ग्यास जति पनि छ, आयल निगम भन्छ टन्न ग्यास छ, उद्योगीहरू भन्छन् हामी पठाक्को पठाइछौँ, कोही व्यापारीहरू भन्छन् ग्यास आइरहेछ तर मान्छेको लाइन घटेकै छैन, कोही व्यापारीहरू भन्छन् ग्यास आएकै छैन, उपभोक्ता भन्छन् ओइ ग्यास खोइ भनेर, अनि विपक्षी दलहरू भन्छन् घन्टी छाप सिलिन्डर आम, अहिले त त्यो पनि छाप, हामीलाई भोट नहालेर तिमीहरूलाई लाग्यो पाप भनेर। होइन, कुरा बुझ्नै गाह्रो भइरहेछ। ग्यास जान्छ चाहिँ कहाँ? आयल निगम माल आएको आइछ भन्छ, यता मेचीदेखि महाकालीसम्म भन्दा लामो लाइन छ। होइन, ग्यास आएको छैन भने छैन भन्नु नि, छ भने आयल निगमबाट कुन उद्योगमा ग्यास गयो, कुन उद्योगबाट कुन डिलरमा कति गयो भन्ने रिपोर्ट हुँदैन? कालाबजारी कृत्रिम अभाव हो भने त्यही रिपोर्टको आधारमा त्यही एरियामा छापा मारेर चाहिँ सिलिन्डर लुकाउनेलाई चाहिँ त्यही सिलिन्डरमा सेकुवा बनाएर कारबाही गर्दा हुँदैन? आयल निगम आयो कि आयो भन्छ, मन्त्रीले फोन गर्दै ए जति पनि छ भन्दै फोन गरेको देखिन्छ, यता डिलरलाई सोद्धा पर्सि ल 10 दिन पर्खिनु ल भन्छ। होइन, सिलिन्डर पनि बोलबम गयो कि क्या साउनभरि व्रत बस्नलाई।